एभ्रिवान, सबैलाई नमस्ते, शुभ बिहानी। आजको मौसम अलि डुम्म छ, त्यति खुलेको छैन। हिमालहरू पनि सबै छोपिएको अवस्था छ। यो चाहिँ रामकोट गाउँ हो भने पारी देखिएको चाहिँ कालाबाङ भुम्दी गाउँहरू हो। यता देखिने भाग चाहिँ उल्लेरी टोर्के, यता चाहिँ आरुखर्क। यो चाहिँ रामकोट गाउँ हो। यो चाहिँ आजको बिहानको मौसम। एकदमै रामकोट गाउँ चाहिँ एकदमै राम्रो देखिएको छ। यो भने अहिले बन्दै गरेको गण्डकी टेक्निकल कलेज हो। हिजो चाहिँ पानी आएको कारणले गर्दा ठुलो पानी अनि हावाहुरी आयो। अझै पनि पानीहरू चाहिँ उभाएको छैन, चिसो छ भुइँहरू। जुन देखिएको भाग चाहिँ गोर्खा स्मारक पार्क हो। गोर्खा स्मारक पार्क यता चाहिँ नुवाकोट देउराली ठक्क गोर्खा स्मारक पार्कको अपोजिट पर्ने साइड चाहिँ नुवाकोट। यो चाहिँ रामकोट साँधी हो। यो पनि रामकोट गाउँ नै पर्छ। त्यसपछि यो देखिएको पारेको भाग चाहिँ मट्टीखान। आज चाहिँ मौसम खुलेको छैन, त्यस कारणले गर्दा राम्रोसँग चाहिँ दृश्यहरू चाहिँ प्रकष्ट देखिएको छैन। चाहिँ हाम्रो भगवती मन्दिर। यहाँको ढोकाहरू चाहिँ एकदमै राम्रो छ, हातले कुँदेको ढोका। यो चाहिँ मौला हो, मौला। यहाँबाट चाहिँ पोखरा चाहिँ एकदमै राम्रो देखिन्छ, तर आज चाहिँ मौसम नखुलेको कारणले गर्दा पोखराहरू चाहिँ सबै छोपिएको छ। सिरनघर रेस्टुरेन्ट अहिले चाहिँ बन्द अवस्थामा छ। रातो गोलो घर चाहिँ शान्ति तथा
मैत्री भवन हो। यो चाहिँ मन्दिर आउने बाटो सबै ढलान गरेको छ। यहाँ पनि औषधि एकदमै पाकेर लटरम्मै भएर यस्तो राम्रोसँग औषधि औषधीको बोट एकदमै ठुलो छ। औषधि खाने इच्छुक हुनुहुन्छ भने रामकोट गाउँ आउनु होला। बाटोतिर जतासुकै औषधि फलेर पाक्दै झर्दै गरेको छ। औषधि म भने यताको बाटो जाँदैछु। जतासुकै औषधि छ, लटरम्मै औषधि, जता हेऱ्यो त्यतै औषधि, यता पनि औषधि। हिजो र अस्तिको ठुलो पानीले गर्दा बाटोहरू एकदमै चिप्लो भएको छ, लेउ लाएर। अब भने बर्खा लागिसक्यो। अब भने बर्खा लागिसक्यो। बाटो अलि चिसो छ, दुबोहरू पलाएर शीतहरू अझै पनि उभाएको छैन। पोखरा एकदमै राम्रो देखिन्थ्यो, तर आज चाहिँ डुम्म छ। सबै देखिएको पोखरा हो। ल रामकोट गाउँ आजको लागि मेरो भिडियो यही नै अन्त्य गर्दछु। लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। बाई बाई।